हेलो गाइज, नमस्कार। झोरले मेरो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। आज म चाहिँ आज यसो कृषि खेती गरौँ भनेर यो बिउ लिएको छु। यसलाई 1100 पर्यो। कविता नामको टमाटर हो यो। अब यो मैले खेती सुरु गर्न लाग्दैछु गाइज। यो चाहिँ यो ट्रे भइहाल्यो, प्लास्टिकको ट्रे। अनि उहाँ चाहिँ मेरो श्रीमती, उहाँले कोकोपिट चाहिँ यसो चलाउँदै हुनुहुन्छ। त्यसमा अब ट्रेमा हालेर चाहिँ यो टमाटर बिजन तयार गर्दैछौँ हामी। यो मल र यो कोकोपिट चाहिँ यो मोलेर ट्रेमा हालेर चाहिँ यो दाना रोप्ने तयारीमा छौँ हामी। यो बुढोको आइडिया। त्यसपछि 1 बाल्टिन पानी, सबै त जाँदैन, यो थोरै जाने हो। यहाँ जति चाहिन्छ कोकोपिट र मलहरू चाहिँ भिजाएर त्यो मोलेर अब त्यसमा यो प्लास्टिक ट्रेमा हाल्दैछौँ। छट्ट मोल्ने हो हैन। मेहनती हातलाई सलाम छ। गर्ने हो, चट्ट यसरी हाल्ने हो। चट्ट यसलाई यसरी मिलाउने, यसरी थिच्ने हो। मजाले यसको सदुपयोग गर्ने। अब यो रेडी भयो, रेडी भयो। साइड पारेर राख्ने। अब अर्को मल त बढी भयो। फुलिँदो रहेछ। अझै एउटा क्रेट। अब मैले यो बिउबान हाल्नलाई यो खाल्टो बनाइरहेको छु। यसरी गर्ने हो। चट्ट सजिलो पारा। यो कविता टमाटर हो। म दुईटा दाना हाल्दैछु हैन। बिजन कोही उम्रिन्छ, कोही उम्रिँदैन। त्यही भएर है तपाईहरु पनि यसरी हेर्नु, सानो सानो चट्ट। यो सानो सानो यो खाल्टोमा बिजन हालिसकिसक्यो। अब यसलाई छोप्ने काम, पुर्ने काम भइरहेछ यहाँ। यो यसमा अब यसलाई राखेर दिनमा एकचोटि पानी हालिन्छ। यो कविता नामको टमाटर हो गाइज। भिडियो हेरिदिनु होला है त गाइज। अब धेरै दिनपछि बनाएको छ। यो उम्रेपछि फेरि रोप्ने बेलामा भिडियो बनाउँला। भिडियो हेरेर साथ दिनु होला गाइज। हुन्छ, आजलाई यति नै। भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला। तपाईहरुको पनि भिडियो बनाउँला। तपाईहरुको पनि भिडियो हेरौँला गाइज। हुन्छ, नमस्कार, शुभ दिन, शुभ यात्रा, हवस् त।